यो भयो। एउटा घर बनाउँदाखेरि हामीलाई घर चाहिँ कहिले पनि स्क्वायर जस्तो हुँदैन, अलिकति लेन्थ हुन्छ कि घरको अगाडिको फेसिया लेन्थ हुन्छ। हामीले एक्चुअल अब्जेक्ट कस्तो हुन्छ त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ है त। हामी घर जस्तै गरी बनाउने कोसिस गर्छौँ है त। ल यस्तो छ अरे हाम्रो घर है। मैले हिजो एउटा के चिज भनेको थिएँ भन्दाखेरि यो ग्रिन लाइन चाहिँ वाइ एक्सिस जहिले पनि माथि हुनु पऱ्यो भनेको थिएँ। अब यसैलाई मैले सिभी गरेँ है, सिभी गरेँ, यो पोइन्टलाई समात्ने यसरी सानो गर्छु, फेरि यो यसरी माथि लान्छु है, यसलाई छेउमा ल्याएर अल्ट थिचेर घुमाउन सक्नुहुन्छ। अर्को फेरि सिभी गर्छु, फेरि ए गुने बेसलाई, किनकि यसैलाई घुमाउँदाखेरि चाहिँ उल्टो घुम्न सक्छ है। भनेपछि हाम्रो बेसलाई नै घुमाएर यसलाई कपी गर्छु, यसको फेरि बेस घटाउँछु म, यो पोइन्टलाई समातेर यो पछाडि लाग्छु है। फेरि यसैलाई कपी गर्ने, कपी गर्छौँ, यसलाई माथि लिएर जान्छु, यसलाई हल्का स्केल गर्छौँ है। किनकि अब जस्तै हाम्रो घर बनाउँदाखेरि के हुन्छ भन्दाखेरि एक तलामाथि गएपछि हल्का बेस उठेको जस्तो हुन्छ है, त्यो बेसहरू उठेको जस्तो गर्छु। अब यो बेस सँगसँगै के हुन्छ भन्दाखेरि हल्का त्यो प्याटर्नमा चाहिँ जस्तै हाम्रो एक्सट्रुड गरेको जस्तो यसमा चाहिँ बुट्टा ठ्याक्क अलिकति बुट्टा निस्के जस्तो हुन्छ कि हाम्रो घरको है, त्योहरू हेर्छौँ है त। जस्तै यसलाई आजबाट चाहिँ अब हामी त्यो निकाल्नको लागि चाहिँ एडिटेबल गर्नै पर्छ। एडिटेबल गर्नको लागि यहाँ माथि जानु होला, यो मेक एडिटेबल भन्ने छ, यसको सर्टकट चाहिँ सी, हामी सी थिच्छौँ। सी थिचिसकेपछि तपाईँको यो एक एकवटा पोइन्ट टुल पनि एक्टिभ हुन्छ, फेसिया पनि एक्टिभ हुन्छ। अब हामी यसलाई फेस समात्छौँ। अब तपाईँको आजबाट एक्सट्रुड गर्ने है त। एक्सट्रुड गर्नको लागि यो स्केलिङ टुल छ नि, मैले अस्ति एक दिन त भनेको थिएँ, स्केल टुल समात्ने अनि कन्ट्रोल थिचेर यसरी थिच्ने, हेर्नु है, ड्र गर्ने कि ठ्याक्क माउसले ड्र गर्ने। अब यो ठिक छ कि छैन, सिधा छ कि छैन, यो हेर्नु पऱ्यो। यसो हेर्दाखेरि यसो घुमाएर हेर्न मिल्यो नि त, अल्ट थिचेर हेर्नुहोस् है, यो भाग चाहिँ सानो छ, यो भाग ठुलो छ। अब होइन, हामीलाई त इक्वल जस्तो चाहियो, चारैतिर बराबर जस्तो जानु पर्यो। है त। अब यसलाई फेरि तलतिर अलिकति तान्नु पर्यो भने चाहिँ कन्ट्रोल थिचेर तान्नु होला है, हल्का उठेको जस्तो भयो होइन त। अब एकदम सजिलो छ। तपाईँले 3D बनाउँदाखेरि चाहिँ एउटा अब्जेक्ट बनाएपछि अरू अब्जेक्टहरू कपी गरेर गर्न सक्नुहुन्छ। यी घरहरू जस्तै मलहरू बनाउँदाखेरि जस्तै एउटा गेट बनाउनु भयो भने त्यो गेट 50 ठाउँमा युज हुन सक्यो है। एउटा झ्याल बनाउनु भयो भने त्यो झ्याल अर्को 50 ठाउँमा युज हुन सक्यो। भनेपछि एउटै अब्जेक्ट यसो हेर्दाखेरि त्यो यत्रो ठुलो बिल्डिङ बनेको छ, यो कसरी बन्यो भने त्यो गाह्रो मान्नु पर्दैन। किनकि एउटा अब्जेक्ट बनाउने, एउटा अब्जेक्ट 50 ठाउँमा युज भएपछि त्यही कपी पेस्ट गरियो, बस त्यसलाई एलाइनमेन्ट गरेर त्यसको एलाइनमेन्ट चाहिँ सिधा हुनु पऱ्यो। एक्चुअल हेर्दाखेरि मान्छेको लुक चाहिँ ल है गुड्स छ भन्ने चाहिँ हुनु पऱ्यो। त्यो चाहिँ तपाईँहरूको सेन्समै हुनुपर्छ। किनकि यो घर कस्तो देखिन्छ त, जस्तै तपाईँहरू बाटोमा हिँड्नुभयो, बाटोमा जानुहुन्छ, बाटोमा जाँदाखेरि एउटा राम्रो बिल्डिङ बनेको छ, त्यो चाहिँ यस्तो कर्भ भएको छ। ल त्यो पनि त एउटा तरिका हो, स्टाइल हो, डिजाइन। तपाईँ कस्तो कन्सेप्टको दिने, त्यो कन्सेप्ट चाहिँ आफूमा भर पर्छ कि म कस्तो कन्सेप्ट दिने, कताबाट एक्सट्रुड गर्ने, कुन कर्भ दिने भन्ने चाहिँ त्यो तपाईँहरूमा हुन्छ है। जस्तै अब म यो तीनटै पछाडिको यो भाग छ नि, यो तीनटै एकैचोटि हेर्नुहोस् न, मैले अल्ट यो सिफ्ट थिचेर यो तीनटै समातेँ यहाँ, यो 2 3, यो हेर्नुहोस् 1 कन्ट्रोल थिचेर
कन्ट्रोल पनि सिफ्ट पनि थिच्नुपर्ने रहेछ। अनि यसलाई सिभी नै गर्नुहोस्, फेरि माथि लाने क्या है। फेरि यो माथिको समात्नुहोस्, सिभी गर्नुहोस्। अब हाम्रो घर त यस्तो हुँदैन नि त नि एक्चुअल। अब घर बनाउनलाई अब बेस चाहियो, यसलाई सिभी गर्नुहोस् यो पनि फेरि। अब यहाँनिर वाल चाहियो अगाडिपट्टि। अब यो 4वटा अब्जेक्ट समातेको छु है मैले, हेर्नु है, 1 2 3 4वटा लेयर है, लेयर समातेको छु। यो लेयरलाई चाहिँ हामी एकचोटि यो अलिक माथि लैजाउँ, यसो ड्र्याग एन्ड ड्र गर्दा नि हुन्छ, नत्र यत्तिकै राख्दा नि हुन्छ। यो मेक एडिटेबल गरौँ क्या। अब चाहिँ हामीले प्रत्येक अब्जेक्टहरूमा चाहिँ एडिटेबल गरेर त्यो चलाउने भइसकेपछि चाहिँ एडिटेबल बिना चाहिँ कुनै पनि सम्भव हुँदैन। त्यसको लागि चाहिँ अब एडिटेबल गर्ने पोइन्ट टुल हुन्छ, डाइरेक्ट सिलेक्सन टुल भन्ने, यहाँ रेक्टेङ्गल सिलेक्सन भन्ने हुन्छ। हेर्नुहोस् है, यो भित्र यहाँनिर अब यसलाई सिधा भ्यूमा यसरी राख्नु अनि ड्र गर्नु। तपाईँको केही गर्नु परेन, ड्र गर्नु। हेर्नुहोस् यहाँनिर पोइन्ट मात्रै यहाँ सिलेक्ट भएको छ कि यसको, यो यहाँ अलिअलि देखिरहेछ नि तपाईँको। अब यो हाइलाइट पनि भइरहेछ। अब यसलाई नै अलिकति यसरी भित्र लाने। अब यसलाई तपाईँ घटाउनुहोस्। अब हामी चाहिँ ढोका कहाँनिर राख्ने त भन्ने हुन्छ है। एकछिन है, यो गरौँ। कहाँनिर बुझ्नु न, ठ्याक्क मैले बुझिनँ भन्नु होला है। यसलाई अब यो चाहिँ ढोका मानौँ है एकछिनको लागि, यो ढोका मानौँ। अब यो सँगसँगै अब हाम्रो त के हुन्छ, यो घरको अगाडि के हुन्छ भन्दा यहाँनिरबाट एउटा पिल्लर, बुटावाला पिल्लर आउन सक्छ होइन। अब त्यो हेरौँ है त। त्यो सँगसँगै म पहिला झ्यालको कुरा गरौँ है। जस्तै यो 4वटा अब्जेक्ट छ, यो 4वटा पछाडिपट्टि चाहिँ नराखौँ होइन। यो 4तिर चाहिँ मलाई झ्याल बनाउनु पर्यो, यो 4वटा अब्जेक्टमा। भनेपछि हजुर एउटा स्क्वायर बक्स फेरि लिनु ल, यसरी स्क्वायर बक्स लिने। अब हाम्रो झ्याल जस्तो हेर्नु पर्यो है हामीले। अब यहाँनिर चाहिँ ठ्याक्क एउटा झ्याल जस्तो ठ्याक्क स्क्वायर बक्स वाल बनाउनु पर्यो है त हामीले। कसरी गर्ने, यसरी तपाईँले यक्स के अरे अल्ट थिचेर जतापट्टि हेर्ने हो त्यहाँनिर ठ्याक्क मिलाएर गर्दा हुन्छ है। अब यत्रो झ्याल राख्ने बेला है। एकछिनलाई म यो चाहिँ अफ गर्छु है त। यो अफ गर्नलाई हिजो मैले के भनेको थिएँ भन्दाखेरि यो माथिको पोइन्टमा रातो आउने गरी 2 चोटि क्लिक गर्ने है। अनि फेरि ल्याउनु पर्यो भने फेरि त्यही डबल क्लिक गर्ने है। अब यसलाई चाहिँ हामीले यहाँ पुवाल गर्नु पर्यो। यो पुवाल गर्नलाई यो दुईटा अब्जेक्ट छ नि, यो दुईटा अब्जेक्टलाई एकै ठाउँमा ल्याउनलाई कन्ट्रोल एक्स कन्ट्रोल भी गरिदिन्छु है मैले। अहिले सजिलो हुन्छ कि। अब यहाँनिर जाउँ है हामी, हेर है त, यहाँनिर के अरे यहाँनिर जाउँ। यो गुली भन्ने छ,
योहरू चाहिँ के डिफर्मर टुलहरूकै पार्टहरू कि यो सबै मोडिफायर भन्छौँ हामी है। यति चाहिँ एकदमै यहाँबाट तपाईँहरू सेप लिन सक्नुहुन्छ, योबाट पुरै सेपहरू लिने कस्तो कस्तो तपाईँको ट्युब सेल्फ, अब वेल ट्याङ्क, यहाँ पोलिगन होइन, कोनको लिने कि सिलिन्डर लिने कि, अब ल्यान्डस्केप यो छ नि भनेको एउटा जमिन जस्तो लिने कि के लिने भने चाहिँ सबै त्यसैमा हुन्छ। अहिलेको लागि चाहिँ म यो दुईटाको लागि चाहिँ यहाँनिर यसबाट बुली भन्ने लिन्छु है त। यो दुईटैलाई समातेर यो दुईटै लेयरलाई समात्ने, यो भित्र छिराइदिने। हेर्नुहोस् है, अब यहाँ के भयो भन्दाखेरि चाहिँ यो बक्स चाहिँ काटियो कि, अब यहाँ कहीँ मिस्टेक यहीँ हुन्छ है। यो बक्स हेर्नु त, बक्स काटियो, तर खासमा नि हामीलाई चाहिँ यो ऊ काटेर चाहिँ बक्स चाहिँ ऊ हुनु पर्ने थियो। त्यसको लागि चाहिँ किन यस्तो भयो भन्दाखेरि यो यसलाई तलमाथि गरिदिने, यो माथि लाने बित्तिकै हेर्नुहोस् त कति राम्रोसँग काटियो। अब यही, किनकि यही बक्सको लागि एउटा कपी पेस्ट लिउँ है त, माथिपट्टि लिउँ। अब त झ्याल झ्याल जस्तो हुनु पर्यो नि त। यसलाई नि एडिटेबल गर्दै है मैले। अब एउटै झ्याल हेर्नु है त, यो बक्स अहिले मैले बक्स ल्याएको थिएँ यो एडिटेबल गरिदिउँ, यो माथि पनि एडिटेबलै गरौँ। अब स्केल घटाउने है, स्केल हल्का झ्यालनिर यस्तो उठेको जस्तो हुन्छ नि त हाम्रो। यो पानी चाहिँ नपरोस्, त्यसो सिधै घरभित्र पानी नछिरोस् भनेर यसरी राखिया हुन्छ है यो चिजहरू। यो यसरी भयो। अब यो सँगै भयो। अब यसलाई नि म डिलिट गर्छु। यही चिजलाई अल्ट थिचेर जी थिच्नु भने ग्रुप हुन्छ है। अल्ट थिचेर जी, हामी जस्तै इलिस्ट्रेटर, फोटोसप मा कन्ट्रोल जी गर्छौँ भने यसमा चाहिँ अल्ट थिचेर जी गर्नुपर्छ है। अनि यसैलाई फेरि सिभी गर्ने। है ठ्याक्कै यो भयो। अब एकचोटि फेरि हामी यो माथिको लाइन फेरि डिलिट गर्छौँ है। तपाईँको यो ग्रुप पछाडिको र यो सबैलाई समात्ने, कन्ट्रोल सिफ्ट थिच्ने अनि माउसले क्लिक मात्रै गर्ने। कन्ट्रोल सिफ्ट थिचेर माउसले क्लिक गर्ने है त। अनि कपी पेस्ट फेरि सिभी गर्नुहोस्, फेरि माथि तार्नु होला है। यसरी हुन्छ। अब यो सँगसँगै अब हामी यसलाई पनि एडिटेबल गर्छौँ। अब यो खुलेको, यसलाई चाहिँ हामी अन गरौँ है। अब जस्तै हामीलाई यहाँ पनि झ्याल राख्ने भए सक्यो कि। अब त्यसको लागि चाहिँ के गर्नु पर्यो, त्यही अब्जेक्ट दुईटा समात्नु पर्यो। एउटा सर्कल ल्याउनु पर्यो, स्क्वायर ल्याउने कि स्क्वायर, जस्तै गोलो खालको झ्याल राख्नुहुन्छ कि स्क्वायर राख्नुहुन्छ कि, अब कस्तो राख्ने त त्यो तपाईँमा डिपेन्ड पर्छ है। डिजाइन जो डिजाइन गर्ने हो, जसले मोडल बनाउने हो, त्यसमा चाहिँ डिपेन्ड पर्छ।
अब हिजो मैले एउटा चिज भनेको थिएँ तपाईँहरूलाई, यसको यो पोलिगनहरूलाई चाहिँ यो गिज्मोलाई चाहिँ सार्नु पऱ्यो भने के गर्नुपर्छ भनेको थिएँ। ल हजुरलाई केही याद छ भन्नुहुन्छ? हजुर यस्तो भनेको थिएँ मैले, यसलाई पहिला एडिटेबल गर्नु हो है, कन्ट्रोल सी थिचेर एडिटेबल। अब यहाँ माथि गए नि हुन्छ तपाईँको होइन, हेर्नुहोस् यो हाइलाइट हुन्छ, यो जबसम्म एडिटेबल हुँदैन तबसम्म त्यो हाइलाइट भइरहेको छ कि यो यसलाई एडिटेबल गरिसकेपछि मात्र यो गिज्मो टिल हुन्छ नि, यो इनेबल एक्सिसलाई तपाईँ कुन एङ्गलमा लाने भनेको तपाईँको रोटेसन गर्नु पऱ्यो नि त एक्सिसको त। जस्तै हाम्रो ढोकाहरू त बेन्ड हुन्छ, त्यो ठ्याक्कै एउटा कुनाबाट बेन्ड हुने हुन्छ कब्जा लगाएर भनेपछि त्यसरी नै त्यसको लागि अब हाम्रो त यहाँनिर ठ्याक्कै कब्जा भनेर त हुँदैन गरिदिउने, तर हामीले फेरि एक्चुअल भोलि घर बनाउँदा एकदम प्रोफेसनल तरिकाले बनाउँदा चाहिँ कब्जा पनि देखाउनै पर्छ कि है, कब्जा पनि बनाउनु पर्छ कि त्यो सबै गर्नुपर्छ। फेरि अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले अब यो मेन सिनेमा फोडी भनेको एडभर्टाइजिङको लागि हो नि त, मोसन ग्राफी एकदम सजिलो, अरूमा चाहिँ अरूमा नि हुँदैन भन्न खोजेको होइन, मोसन ग्राफी सबैमा हुन्छ तर सिनेमा फोडीमा चाहिँ छोटो समयमा छिटो पनि एकदम छिटो हुन्छ। त्यो टेक्सचर हाल्न नि सजिलो, लाइटिङहरू दिन नि सजिलो, कुनै अब्जेक्टहरूको तपाईँको अब जस्तै कुनै एउटा अब्जेक्टमा चाहिँ टेक्सचर ल्याएपछि त्यसको डिफ्युजहरू बनाउनु पर्ने हुन्छ, त्यसको म्यापहरू बनाउनु पर्ने हुन्छ, त्यो सबै गर्न चाहिँ एकदम छिटो छ कि सजिलो छ। त्यही भएर सिनेमा फोडी चाहिँ एकदम क्यामेराहरू घुमाउनु पऱ्यो भने पनि एकदम सजिलो, क्यामेरा बुझ्नु पऱ्यो अनि टार्गेट केलाई गर्ने तपाईँले, क्यामेरा पोइन्ट केलाई गर्ने, टार्गेट केलाई गर्ने। अनि त्यस्तोमा के हुन्छ भन्दाखेरि अब यो घर त बनाइयो, यहाँ मैले कब्जै हालेर मेहनत गर्नु परेन कि, तपाईँ कब्जामा देख्ने हो भने मात्रै कब्जा बनाउनुहोस् कि, भने चाहिँ तपाईँको क्यामेराले भोलि गएर फोकस पोइन्ट केमा हुन्छ त है, तपाईँले बुझ्नु होला है। यति चाहिँ मोसन ग्राफीमा के हुन्छ भन्दाखेरि क्यामेराले फोकस गर्ने ठाउँ कहाँ हो, जस्तो तपाईँको ढोका ठ्याक्क एउटा घर हुन्छ, ठ्याक्क ढोका खोलिरहेको हुन्छ ल चुकुल भने चाहिँ त्यो चुकुलमा हाम्रो फोकस हुन्छ नि, त्यतिखेर चुकुल बनाउनु पऱ्यो कि, तर कब्जा बनाउनु आवश्यक छैन कि भनेको कुन चाहिँ। अनि तपाईँको पुरै रुमै बनाउनु परेन कि, तपाईँ कब्जा बनाउनुहोस्, डोर जस्तो देखाउनुहोस्, त्यसलाई टेक्सचर हाल्नु, त्यतिबाट तपाईँ कोठा छ भने यहाँ भित्रबाट क्यामेरा जान्छ नि त, क्यामेरा कुन एङ्गलबाट हो, क्यामेरा चाहिँ फेरि नलेज बुझ्नु पऱ्यो है तपाईँले, क्यामेरा कुन एङ्गलबाट गएको छ, तपाईँको माथि आई भ्यूबाट आएको छ कि भनेको चराले माथिबाट हेर्छ नि, माथिबाट हेर्दा कस्तो देख्छ होइन, तपाईँको काँधबाट आएको छ कि तपाईँको के थाहा है, कुन एङ्गलबाट तपाईँले राख्नुहुन्छ त, त्यो भन्ने चाहिँ बुझ्नु पऱ्यो है। अब यो म इनेबल गर्छु, इनेबल गरिसकेपछि यसलाई पछाडि लिएर जान्छु, यो लगेर फेरि यो इनेबल फेरि अफ गर्नुपर्छ है, नत्र फेरि काम गर्दैन। अनि रोटेसन टुलले ल मैले ढोका भित्रबाट खोले जस्तो बनाउँछु है त, आज हिजो चाहिँ बाहिर जस्तो गरेको थिएँ, यो अलिक पातलो पनि गर्छु आज। अब यसैलाई फेरि सिबी गर्छु है त। अनि अब जस्तै तपाईँको यो त अब यो गिज्मो चाहिँ के छ भन्दाखेरि एक्युरेसी छैन नि त, आफ्नो अब्जेक्ट अनुसारले फर्किएको छ। यसलाई त अब सिधा मैले तान्यो भने त हेर्नु त, यो यसलाई समातेर सिधा तान्यो भने कहाँ पुग्छ, भित्र गयो नि त, हेर्नु है मेन यहाँ भित्र जान्छ, तर मलाई भित्र होइन कि, यसको त यता सिधा आउनुपर्ने हो नि त, आएन नि हो। अब यसको लागि चाहिँ के गर्नुपर्छ ल भन्नुहोस् त मलाई, लानलाई मैले प्रोफेसनल मोड बनाउनुपर्छ भनेको थिएँ नि गिज्मोलाई। गिज्मोलाई यस्तो हुन्छ है, अब फेरि एकचोटि सुन्नु है, यो गिज्मोलाई चाहिँ प्रोफेसनल मोड सिधा बनाउनको लागि डब्लु थिच्ने है, ल हेर्नुहोस् है, फेरि आफ्नो ठाउँमा ल्याउनु पऱ्यो भने फेरि डब्लु थिच्ने है त। मैले अब यो यसरी सारेँ नि, हेर्नु त सिधा आयो नि त, ल हेर्नुहोस् है। हामीले धेरै जस्तै हामीले कयौँ डिजाइनरहरूले 3D मोडल बनाउनुहुन्छ, तर कता भन्दाखेरि यतापट्टि राइटपट्टि राखेको अब्जेक्ट लेफ्टपट्टि त्यही सेम अब्जेक्ट छ भने राख्दाखेरि सेम एङ्गल सेम डाइरेक्सनमा हुनै पऱ्यो कि,
यो भएन भने चाहिँ तपाईँ मोडल बनाउनुहुन्छ, मोडल धेरैले बनाउँछन्, तर गुड मोडल कसरी बनाउने भन्ने हो है। अब यो कति डिग्रीले हेर्नु है त, 45 डिग्रीले ऊ बेन्ड छ नि, हेर्नु है त। अब हामीलाई यतापट्टि ल्याउनु पऱ्यो भने माइनस प्लस छ भने माइनस गर्नु पऱ्यो, ठ्याक्कै आउँछ। तर के भयो भन्दाखेरि जहाँबाट मेन भन्नु चाहिँ त्यहीँबाट चाहिँ आउँछ है। फेरि हेर्नु है, यहाँबाट छ नि यो आयो। अब यसको लागि चाहिँ हामी फेरि यो एक्सिसलाई चाहिँ वरबाट यता ल्याउँछौँ अनि यो टप भ्यूमा जान्छौँ हामी। यसपछि यो ठ्याक्क यसको सिधा बनाएर डब्लु थिच्छौँ अनि यसरी जान्छौँ है त। यसरी हामी प्रत्येकचोटि यसरी हेर्छौँ कसरी मिला छ कि छैन, सिधा छ कि छैन अब्जेक्टहरू। अब जस्तै टप भ्यूमा अब यो चारैतिर बराबर इक्वेलिटी गर्छ कि छैन, यो चिज हेर्नलाई नै हामी यहाँ माथिबाट हेर्छौँ है। यसरी यो ठ्याक्क एक्युरेसी। हेलो मिसले बुझिरहनु भएको छ है? छ सर। ल केही बुझिएन भने चाहिँ भन्नु होला है। अनि एकचोटि म यहाँ यहीँ भनिहालेँ, यो टप भ्यू यो फोर भ्यूहरू हेर्दाखेरि चाहिँ के हुन्छ, कहिलेकाहीँ हामी सिक्दाखेरि चाहिँ यो यस्तो गरेर यो सर्यो कि यो खासमा यो फोर भ्यूहरू त यो घुम्न नपर्ने हो, तर यसरी घुमिसकेपछि यो सिधा कसरी गर्ने त? यो प्रोस्पेक्टिभ यो भ्यू चाहिँ छ नि, यो सिधा हुँदैन। सिधा नभएपछि अब यो त यस्तो भयो नि त। यो यस्तोको लागि चाहिँ यो सिप पनि थिच्नु पऱ्यो कि तपाईँहरूले है। अल्ट सिप थिच्नु पऱ्यो कि, अल्ट सिप थिचेर अनि मात्रै यसरी यो चलाउनु भयो भने मात्रै यो सिधा हुन्छ है। नत्र भए फेरि कस्तो भन्दाखेरि कहिले कहिले यो अल्ट थिचेर यस्तरी बाङ्गो हुन्छ कि, किनकि हामी अल्ट थिच्ने बानी पर्छौँ प्रोस्पेक्टिभ भ्यूमा मात्रै अल्ट थिच्ने हो है। फेरि अरू भ्यूमा अल्ट थिच्नु भने यसरी बाङ्गो हुन्छ कि, अनि त्यसको लागि चाहिँ सिप थिच्नै पर्छ। सिप र अल्ट थिचेर मात्रै यो माउस चलाउनु भयो चाहिँ अनि त्यो सिधा बस्छ है। अनि फेरि यहाँ माथि जाने हामी आफ्नो भ्यूमा चाहिँ गइहाल्छौँ है, प्रोस्पेक्टिभ भ्यूमा जान्छौँ। अब यही चिजलाई हामी अब यहाँनिर चाहिँ एउटा मलाई के चाहियो भन्दाखेरि बुट्टा चाहियो अरे। ल एउटा मैले सिलिन्डर ल्याएँ है त, हजुरहरूले हेर्नु है। यो सिलिन्डरलाई यो पोइन्ट चाहिँ जुनमा नि हुन्छ है, जुन अब्जेक्ट ल्याउँदा नि हुन्छ। यो पोइन्टले थिचिसकेपछि यसो घट्ने बढ्ने हुन्छ है। अब कहीँ चाहिँ तपाईँको कुनै बेलामा सफ्टवेयरमा ह्याङ भयो, कम्प्युटरहरू अलिकति एकदम लो छ, त्यसको क्यापेसिटी, ग्राफिक्स कार्डले काम गरेन भने यी पोइन्टहरू देखाउँदैन कि। त्यस्तो देखाएन। यो अब्जेक्ट त ल्यायो तपाईँले यहाँ लेयरमा, यो जुन माथिको अब्जेक्ट लेयर प्यानल छ नि, यो लेयरमा ल्यायो, तर कहिले कहिले यो अब्जेक्ट प्रोपर्टिजहरू देखाउँदैन, कहिले कहिले यो अब्जेक्टै देखाउँदैन। अनि त्यसलाई चाहिँ फेरि सी थिचिसकेपछि मात्रै कन्भर्टेड एडिटेबल भइसकेपछि मात्रै देखाउँछ कि। किनकि अब त्यसरी तपाईँले के बुझ्नु पऱ्यो भन्दाखेरि हाम्रो सिस्टमले चाहिँ काम गरिरहेको हुन्छ, हाम्रो ग्राफिक्स कार्डले राम्रोसँग काम गरेन भन्ने बुझ्नु पऱ्यो कि। किनकि यो मोसन गरी यसलाई चाहिँ अलिअलि भने नि चाहिन्छ कि ग्राफिक्स कार्ड हुँदै भएन भने, जस्तै ल्यापटपमा नि अब चलाउँदाखेरि के हुन्छ भन्दाखेरि ल्यापटपमा इन्टरनल त हुन्छ नि त ग्राफिक्स कार्ड, त्यसले सपोर्ट गर्ने कि। त्यो हुँदै भएन भने चाहिँ एकदमै गाह्रो हुन्छ कि। आज एउटा यो सिलिन्डर ल्याएछ है, यो सिलिन्डर पक्नु चाहिँ म यो अर्को पेजमा लान्छु एकचोटि। सी कन्ट्रोल एन गर्नुभयो भने न्यू पेज खुल्छ, यसलाई पेस्ट गर्ने है त। अब यसको हेर्नुहोस् त, यहाँ सिलिन्डरमा यसको सेगमेन्टहरू छ। अब यो सेगमेन्टहरू यो रेडियस छ, हाइट छ, यसको प्रोपर्टिजहरू हेरेर अब जस्तै हामीले कुनै पनि अब्जेक्टहरू ल्याउँदाखेरि चाहिँ त्यसको प्रोपर्टिजहरू के छ भनेर त्यसको बुझ्नुपर्ने हुन्छ। अब यसको छ हेर्नुहोस्, यसको बेसिकमा यहाँ के छ हेर्नुहोस्, कोअर्डिनेट यो छ नि, यसमा तपाईँको XYZ छ, स्केलिङहरू बढाउने, अनि यिनीहरू छ, रोटेसनहरू छ होइन। तपाईँको कतिवटा अब्जेक्टहरूको यो पोइन्टहरू छ है। अनि यता अब्जेक्ट डिटेल्सहरू छ, तपाईँको कति हाइट लाने सेगमेन्टहरू, जस्तै यो छ नि, यो हेर्नु त यहाँनिर सेगमेन्ट, हाइट सेगमेन्ट क्या तपाईँको अहिले त्यहाँ कतिवटा धेरै आयो नि त होइन।
अब यस्तोहरू छ। अब जस्तै हामीलाई कतिवटा चाहिने त्यही अनुसारले हामीले काम गर्नुपर्ने हुन्छ। अब चाहिँदै नचाहिने धेरै मात्रै यो पोलीहरू बनाएर पनि के हुन्छ भने अब्जेक्ट धेरै हेभी हुनसक्छ होइन, कम्प्युटरले नथेक्न सक्छ नि त। त्यही भएर सिधा चिजलाई चाहिँ सिधै राख्यो भने त थोरै अब्जेक्ट थोरै पोइन्ट पनि त ठिक हो नि त। होइन हामीले नचाहेर त्यसलाई स्मुथ बनाउन चाहिँ धेरै पोइन्ट हाल्नु हुन्छ। त्यसको लागि चाहिँ फेरि के हुन्छ, तपाईँको सिस्टमले भोलि काम नगर्ला, तपाईँले प्र्याक्टिस गर्नलाई एकदम गाह्रो हुनसक्छ नि त। अब मैले राख्न त यहाँनिर यसमा हेर्नुहोस् है त, म यो 36 को ठाउँमा रोटेसन जुन सेगमेन्ट भनेको यो गोलो भएर रोटेसन हुनलाई चाहिँ यसले सेगमेन्ट 36 पोइन्ट ल्याएको छ भने यसलाई मैले 500 पनि हालिदिन सक्थेँ क्या, सक्छु नि, अझ स्मुथ भयो। तर यो के हुन्छ भने अहिले कम्प्युटर ह्याङ भएर अटोमेटिक बन्द भइदिन्छ कि, भने धेरै पनि हेभी नगर्ने है। अब यो चिज भयो, यो चाहिँ यो कतापट्टि ढल्काउने भन्ने है, यो यस्तोहरू चाहिँ यो ओरिएन्टेसनहरू चाहिँ यो यसरी बुझ्नुपर्छ। यो अब हामी क्याप्समा जान्छौँ है। क्याप्समा गएपछि यसमा क्याप्स सेगमेन्ट हुन्छ अनि त्यसपछि फ्लिप्ड हुन्छ है, यो चिज हुन्छ। यो क्याप्स हेर्नु है त, क्याप्स अफ गऱ्यो भने मैले के हुँदो रहेछ त है, ल माथिको यो ढकने हरायो होइन त, हेर्नु है त, तलको नै हरायो है, यहाँ हेर्नुहोस् हरायो नि त। अब एकछिन फेरि अन गर्नु पऱ्यो भने यहीँ थिच्ने। अनि यो के छ भन्दाखेरि यो क्याप छ, यो सेगमेन्ट छ। अब हामीलाई यो मलाई क्यापको सेगमेन्ट अलिक बढाउनु पऱ्यो भनेपछि यहाँबाट बनाउनु पऱ्यो कि, हेर्नुहोस् त। अब कतिवटा चाहिने, मलाई 2टा मात्रै चाहिने, 3टा मात्रै चाहिने, कतिवटा चाहिने हो त्यो अनुसारले क्याप सेगमेन्ट हुन्छ। अब जस्तै मैले यो सेगमेन्ट अहिले 0 गरेँ है त, 1 गरेँ। अब यो फिल्ड भन्ने हुन्छ, यसमा हेर्नु त, क्लिक गर्ने बित्तिकै कसरी मोडियो। अब यसको यो पोइन्ट छ नि, जबसम्म तपाईँ एडिटेबल गर्नुहुन्छ नि यो फेरि आउँदैन तपाईँको। यो अब्जेक्ट हुँदैखेरि तपाईँले यो काम गर्नुपर्ने हुन्छ है त। कुनै मैले सिलिन्डर ल्याएँ, यसलाई एडिटेबल गरेको छुइनँ यसैलाई, अनि मैले यो गरेँ, हेर्नु है त। अब जस्तै कुनै पनि विषयवस्तुहरू के हुन्छ भन्दाखेरि हार्ड सेप 100% हुँदैन कि, कोही कोही हल्का स्मुथ हुन्छ एक्युरेसी। अब हामीले नर्मल बनाएको अब यो चेयर चाहिँ तपाईँको यहाँनिर हार्ड सेप छ, तर के हुन्छ भन्दाखेरि जस्तै हामीले घरतिर बनाएको चेयरहरू पनि हल्का स्मुथ, यहाँ चाहिँ धार चोट नलाओस् भने हल्का धार बनाएको हुन्छ कि, भनेको बिबल गरेको हुन्छ यसरी, यस्तो बनाएको हुन्छ कि हल्का। अब यो चाहिँ अहिले मैले धेरै भयो, मैले यहाँ देख्नुलाई फेरि नदेख्नु होला भनेर होइन। अब तपाईँहरूलाई कति चाहिने हो त्यो अनुसारले स्मुथ गर्न सक्नुहुन्छ है। ल यहाँ हेर्नुहोस्। अनि यसमा के हुन्छ भन्दाखेरि यो अब्जेक्टमै जाउँ एकचोटि, मैले यो रोटेसन सेगमेन्ट छ नि, यो रोटेसन कन्ट्रोल आर गरेर हेर्दाखेरि हेर्नु त, यो ठ्याक्क सर्कल चाहिँ अलिक तर स्मुथ चाहिँ भएन है, जस्तो देखिएको छ नि हो। यस्तोको लागि चाहिँ के हुन्छ, हामीले नर्मल पनि कतिसम्म जान सक्छौँ भन्ने हुन्छ कि, भने यतिसम्म जाँदा चाहिँ केही पनि फरक पर्दैन है हाम्रो कम्प्युटरलाई। भनेको 72सम्म जानुहोस्, 72सम्म जानुहोस्। त्यसले तपाईँको अब्जेक्ट त्यस्तो धेरै ऊ पनि देखिँदैन, डल पनि देखिँदैन, होइन स्मुथ छ है भन्ने नै हुन्छ कि। भनेको यतिर चाहिँ अझ तपाईँलाई लाग्यो भने 100भन्दा माथि चाहिँ नजानु, कुनै पनि वस्तुको सेगमेन्टहरू जुन रोटेसन सेगमेन्टमा चाहिँ धेरै। अब कि तपाईँ भोलि सिमुलेसन पार्टहरूमा जानुहुन्छ, मलाई लिक्विड जस्तो बनाउँछ, चक्लेट जस्तो बनाउँछ भने त यसले हुँदैन नि त नि, त्यसको लागि चाहिँ छुट्टै डिफर्मरहरू युज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अब स्मुथ ठ्याक्कै हामीले चक्लेट लिक्विड हुन्छ नि त्योहरू देखाउनु पऱ्यो भने चाहिँ अब त्यसमा धेरै डिफर्मरहरू युज भएको हुन्छ, धेरै पोइन्टहरू हुन्छ, त्यो चाहिँ एकदमै स्मुथ हुन्छ कि एकदमै हो। त्यतिखेर चाहिँ एकदमै हेभी हुन्छ। त्यसको लागि चाहिँ फेरि उ गर्नुपर्ने हुन्छ, यहाँनिर 2-4वटा पोइन्टहरू छ, त्यो स्मुथलाई कसरी कन्ट्रोल गर्ने पनि त्यो चिजहरू म पछि बिस्तारै भन्दै जान्छु है त। ल अहिले मलाई यो भयो, अनि यो सँगसँगै मैले यो स्लाइसको पनि कुरा गरिदिन्छु है, किनकि हामी आज सिलिन्डरमा आइसकेपछि अब फेरि यो यतिसम्म सरले भन्नुभयो, यो 2टा चाहिँ भनिदिनु भयो।